कल्चरल ड्रेस यताउरा शिविकाले गर्दाखेरि हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू अनि गुड मर्निङ भर्खरै यहाँ मर्निङ भइरहेको छ घाम लागिरहेको छ बिहान बिहान हामी चाहिँ यहाँ उठेर छिटै नै हामी चाहिँ अहिले कहाँ यहाँ नारायणपुरमै छौँ कैलाली नारायणपुरमै छौँ कस्तो पागल जस्तो टिकापुरमा चाहिँ छौँ हामी माथि टिकापुरमा छौँ अहिले चाहिँ हामी अनि हामी चाहिँ अहिले उठेर फ्रेस भएर यहाँ एक्सर्साइज गर्दै हुनुहुन्थ्यो यहाँ मलाई चिया अनि ल के तपाईँको ल यहाँ मेरो बुढा चाहिँ एक्सर्साइज गर्दै हुनुहुन्छ अब हामी चाहिँ यहाँ कफी खाँदैछ खोकी लगाइरहेको छ यस्तो मिठो रहेछ तराईको मान्छेहरू चाहिँ यस्तो के अरे जाँगरिलो कि बिहान बिहानै उठेको अनि त्यसपछि पुरै घरै सफा गर्ने धुने अनि फेरि लिप्ने पनि फेरि डेली क्या पुरै हुन्छ नि पहिलाको हो त्यस्तै टाइपको क्या एकदमै जाँगरिलो फुर्सद नहुने के गरेको बुढा ढाड दुख्यो पेटमा चाहिँ दुखेन हामी चाहिँ बल्ल बल्ल अस्ति उता काठमाडौँबाट हामी आएकोदेखि आज चाहिँ बल्ल रेस्ट गर्न पाएँ कि नभए त गाडीमा सुत्ने गाडीमै हिँड्ने यस्तो खुट्टा दुखेर खुट्टा तन्काउनु नपाउने क्या खुट्टा चलाउनै नसके जस्तो हुने है बस्दा त्यसो होइन के अरे हामीले यहाँ उसको साथी चाहिँ के अरे सुतिराख्नु भएको दाइ चाहिँ हामी चाहिँ यहाँ खाँदैछौँ कफी बिहान मजा आइरहेको छ धेरै चिसो छैन हाम्रो काठमाडौँको जस्तो काठमाडौँमा अलिक चिसै छैन बिहान बेलुका यहाँ चाहिँ धेरै चिसो छैन राम्रो छ हामी चाहिँ यहाँ छौँ अहिले घरमा बाहिर घाम बिहानको घाम ताप्नुपर्छ नि त अनि बिहानको घाम ताप्दै कफी खाँदै इन्जोय गर्दै ल हामी चाहिँ खानासाना खाएर बिहानको खाना अब अगाडि रेडी भएर हामी चाहिँ घुम्न जान लागेको टिकापुर पार्क होइन सर हामी चाहिँ त्यहाँ घुम्न जान लागेको अब रेडी भइसक्यो सबैजना दाइहरू पनि आइसक्नु भएको छ अब हामी चाहिँ जान्छौँ गए ल अब ल जायो रोको त बाबु लाइन फुल हिँड्यौँ हामी अब है हामी चाहिँ हिँड्यौँ साथीहरू गए ल भन्नु ल टिकापुर पार्क आइपुग्यौँ है हामी चाहिँ अब कल्चर ड्रेस पाइन्छ अरे भाडामा अनि त्यसपछि फोटोसुटहरू हल्का गर्नको लागि हामी चाहिँ अब जाँदैछौँ
रेन्टमा ड्रेस चाहिँ पहिला हामी चाहिँ पहिला भाडाहरूमा त्यो के अरे ड्रेस ट्राई गर्छौँ कस्तो हुँदो रहेछ के हुँदो रहेछ। त्यसपछि अब भयो भनेदेखि हामी चाहिँ ड्रेस लगाएर एकछिन फोटोसुटहरू गरेर डिस्टर्ब आयो यार। हामी चाहिँ अब रेन्टमा ड्रेस लिएर फोटोहरू सुट गर्नको लागि हामी चाहिँ जाँदैछौँ अहिले। अब मन पर्यो भनेदेखि गर्छौँ नभएदेखि अब त्यस्तै हुन्छ। लगाइज अहिले चाहिँ हामी चाहिँ यहाँनिर कल्चरल ड्रेसमा छौँ टिकापुर पार्कमा। हाम्रो सोनु म्याडमजी चाहिँ भित्र ड्रेसको लागि जानुभएको छ ड्रेस ट्राई गर्नको लागि। यहाँ चाहिँ बाबु र म चाहिँ वेटिङमा छौँ होइन बाबु? ल गाइज हाम्रो सोनु म्याडमजी चाहिँ अब रेडी भएर आइसक्नु भएको छ थारू ड्रेसमा। उहाँलाई एकदम सुहाएको पनि छ, हेर्न सक्नुहुन्छ अरे। ल अब म चाहिँ रेडी भइसक्यो। यहाँ दिदीहरू चाहिँ अब रेडी हुँदै हुनुहुन्छ। अब हामी चाहिँ फोटोसुटहरू गर्छौँ। त्यसपछि पहिला पार्कमा जान्छौँ, त्यसपछि अनि फोटोसुट गर्छौँ। यहाँ बाहिर त खासै केही छैन नि त। अब पार्कभित्र जान्छौँ, पार्कमा गएको छैन। अब हेरौँ कस्तो रहेछ है त। ल हामी चाहिँ यहाँ अब पार्कमा आइसक्यौँ है साथीहरू। के हो उनीहरू त बोल्ने बित्तिकै हेर्छ त यस्तो पुरा। यहाँ दिदी हुनुहुन्छ, यहाँ मेरो बुढा, यहाँ उता बाँदरहरू पनि हुनुहुन्छ। मोबाइल त खोज्दैन होला नि होइन? कुन ड्रेस थारू चौधरी होइन? थारू चौधरी एउटै हो क्या? एउटै हो ए। थारू ड्रेस फर्स्ट टाइम लगाएँ है। बाबुको अलिकति थारू गर्नु। ल गाइज हामी चाहिँ अहिले टिकापुर पार्कमा छौँ। हाम्रो सोनु म्याडमजी चाहिँ अहिले पुरा थारू ड्रेस लगाएर नाचिराख्नु भएको छ। यहाँ कस्तो नाचिरहेको छ र? फुर उडाइराख्नु भएको छ। यहाँ चाहिँ सबैजना कल्चरल ड्रेसमा फोटो खिचाउने। मलाई चाहिँ कस्तो खतरा भनेर यहाँ ट्याक्क उनीहरूले होइन मिलाएर सुहाउँदो छ। रुपियाँदेखि सानो मान्छेले त्यो चाहिँ यस्तो भिडियोको लागि होला होइन त पुरा राम्रो रहेछ पार्क। राम्रो छ है साथीहरू, आउनु होला तपाईँहरू पनि। यहाँ उहाँ चाहिँ टुरिस्ट गाइड हुनुहुन्छ, यहाँको लोकल गाइड। उहाँले चाहिँ फेरि यस्तो सानो उमेरमा हेर्नु न कलर लगाएर होइन र उसको नेचुरल नै यस्तो। ल हामी चाहिँ फोटोहरू लिइसक्यौँ। अब हामी चाहिँ एकछिन यस्तो घुम्छौँ के कस्तो रहेछ होइन, हेर्छौँ यतातिर। त्यसपछि यतातिर नि कस्तो राम्रो रहेछ त हो। ल हेर्नुहोस् त कस्तो राम्रो रहेछ, दामी यार। अनि पानीहरू छैन त्यहाँ अहिले चाहिँ? नभए त खिच्नु पर्थ्यो नि यार। ल साथीहरू यहाँनिर हाम्रोमा चाहिँ फेरि उता काठमाडौँमातिर चाहिँ अब अरू ठाउँमा चाहिँ फेरि 250, 350, 300 त्यस्तो लिन्छ नि त। अनि अनलिमिटेड हुन्छ नि त। यहाँ चाहिँ के अरे पर आवर 100 रुपिस। त्यही भएर मेरो चाहिँ 1 घन्टा भइसकेको छ। पर आवर होइन, हाफ आवरको चाहिँ हाफ एन आवरको चाहिँ 50, पर आवर चाहिँ 50 होइन 100, पर आवर चाहिँ 200। अनि त्यही भएर म चाहिँ 1 घन्टा हुन लागिसक्यो। त्योभन्दा फेरि अलिकति उता भयो कि फेरि अर्को एक्स्ट्रा काट्ने रहेछ। त्यही भएर म चाहिँ अब फटाफट भाग्दैछु। टाइमले गरेर ड्रेसको टाइमले गरेर भाग छ। आधी घन्टाकै कति 100 है। फेरि आउने कि भयो? अब अर्को ड्रेस फेरि अब ड्रेस चेन्ज यो होइन 84 बिघामा पार्क। आम्मा कति ठुलो होला त।
अब हामी यता घुमेर एकछिन बस्छौँ। दिदीहरू चाहिँ यता ड्रेस चेन्ज गर्न जानुभएको छ अनि हामी चाहिँ अब यहाँ बसिरहेको छौँ। अब एकछिनमा अब हामी यहाँबाट निस्किन्छौँ किनभने आज हाम्रो काठमाडौँको प्रस्थान ब्याक टु काठमाडौँ। अहिले शीतल ठाउँमा बस्नु नि एकदमै गर्मी खतरा छ हौ खतरा छ है खतरा के हेर्नु र के हेर्नु रे बुढा भनेर सुनेन है तँ चाहिँ ठ्याक्कै सुने लगाएर यो चाहिँ हाम्रै लगानी हो मात्र रु 1 करोड 50 लाख। अनि भाइ तिमीलाई जिम्मा दिएको त नि खोइ त यहाँ काम गर्ने मान्छेहरू यस्तो सरसफाइ हुनु पर्थ्यो क्या अलि खाम है यस्तो गर्नु भइसक्यो है बाबु उसले खाम भन्छ कि एकदम एक्साइटेड छ ऊ चाहिँ। चेयर्स हामी चाहिँ कोक खान लाग्यो है एकदमै गर्मी छ खोकी पनि लगाइरहेको छ ऊ चाहिँ घरमा चाहिँ एकदमै ट्यार गर्ने रहेछ बाहिर चाहिँ ऊ फेरि नबोल्ने रहेछ नचिनेर हो अहिले चिन्दै गइसक्यो होइन ल बिट बक्सिङ हाम्रो भाइले बिट बक्सिङ गर्दैछ ल अलिक टाढो भयो ल गर गर्नु फेरि ए आएन अहिले आएन ऊ ठ्याक्कै अरू नि आउँछ ल बाइक गरे राजाले यहाँबाट पहिलोचोटि देशको शासन आफ्नो हातमा लिँदा यहीँबाट शासन गरेको हो कि फर्स्टमै यहीँबाट शासन गरेको होइन होला हातमा लिइसकेपछि साँच्ची नै हो महेन्द्रको रहेछ पर वीरेन्द्र राजाको ऐश्वर्याको छुट्टै राजा महेन्द्रले बनाएको छ यहाँ लेख्नु हेर्नु न त्यहाँ बोर्डै छ त भनेकै छ त महेन्द्र के लेखेको छ हामी चाहिँ आज काठमाडौँ जाने प्लान क्यान्सल घुमेर पुगेन धेरै ठुलो रहेछ 84 बिघामा बनेर रहेछ हामी भर्खर 2 बिघा घुम्दैछौँ अनि टिकट क्यान्सल भयो त्यही 2 बिघाले गर्दाखेरि भनौँ न त्यही 84 बिघाले गर्दाखेरि हामी चाहिँ यहाँ घुम्दैछौँ ठुलो रहेछ धेरै ठुलो तपाईँको चाहिँ खिचिदिन्छु क्या एकछिन म ल इन्ट्रोडक्सन गरिदेऊ न त यो प्लेसको ल कहाँ पर्छ यो के सबै भनिदेऊ ल म टिकापुर पार्कको ठ्याक्क यो घुम्दा पछाडि आइपुग्दा चाहिँ लास्टमा नदी बोटिङ छ त्यहाँ हामी चाहिँ 4 जना खेल्दैछौँ उहाँ वरिष्ठहरू चाहिँ नखेल्ने रे हिजो पनि खेलेको वेट अनुसार बोटिङ पनि के हो
गर्ने एकदमै पारी महँगो। जो ठाउँमा गएर गर्न भइहाल्छ हिजो हामीले 150 मा पर पर्सन खेलेको, यहाँ चाहिँ 200 250 आफ्नो वेट कति छ त्यही अनुसारले क्या। मैले चाहिँ 100 केजीको मान्छेलाई कति लिन्छ है? चल्नु सर बरु भङ्गी सङ्गी टेस्ट गरेर जान्छ। ल पार्क पनि घुमियो। अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। अब कहाँ जान्छ थाहा छैन, तर हामी यहाँबाट चाहिँ निस्क्यौँ। एकदमै गर्मी भयो। ओहो गर्मी रहेछ, गर्मी। पार्किङ यता छ, गर्मी भयो एकदमै। ओहो ल हाम्रो खाजा आइपुग्यो। के हो तल चाहिँ फेरि? ल एउटा दिनु पर्यो पोज। यता एउटा पोज लाउनु पर्यो। झ्याप्प लभर्स समीक्षा होइन, समीक्षा है। उता निर्मल ब्रो कहाँ निर्मल ब्रो? निर्मल सर नमस्ते दिदी। कोही निर्मललाई ठुल दाई भन्छन्, कोही निर्मल सर भन्छन्। निर्मलको त नाम जहिले बदल बडा रेस्टुरेन्ट घुम्ने भनेको मेरो फोटो खिच्नु थियो। ल यहाँ हजुर बनानाको के गरे त्यहाँ लस्सी बनानाको चिप्स। वाइनहरू खाने हजुर वाइन खाने बेलुका दानाको लागि हाम्रो दानाको लागि कुखुरा समात्ने प्रोग्राम हेर्न सक्नुहुन्छ गाइज। हेर्न सक्नुहुन्छ गाइज। अनि के हेर्ने हो? यो सबैलाई थाहा हुँदैन नि त के हो त्यो। फेरि फेरि यस्तो रातो नै रातै हुन्छ। ओ त्यस्तै हुन्छ। सुन्नु एउटा फोटो खिचाउनु बिचरा एकछिन पहिला यहाँ भिडियो बिचरा यहाँ दुःख भाउजू रहेछ एकछिन नानी एकछिन यहाँ ल्याउ त खरायो डराए बिचरा। कस्तो आनन्दले बसिरहेको थियो होला नि। आओ बाबा खुट्टा समाउनु रे। किन खुट्टाले के गर्छ? खुट्टाले उयो लाग्दो रहेछ क्या अब क्या ए नानु समाज दाई काका अङ्कल भन्ने के?
pumpkin. Hello, honey bunny. Feeling something. Hello, honey bunny. डराइ बिचारा त्यसलाई कसैले गरेर छैन होला नि त Oh, पहिला बाहिर हिँड्थ्यो अहिले चाहिँ हिँड्दैन पहिला टिका पो थियो टिका ए तल थियो पहिला ऊ धेरै लुकेर हिँडिरहेको छ एकदमै हेलो गाइस म यहाँ फेरि खेल्दै फेरि आन्टी उहाँ हुनुहुन्छ फेरि अङ्कल चाहिँ यहाँ हुनुहुन्छ अब फेरि अङ्कल भनेर चिन्ने तिमीलाई नै हो हेर भन्ने चाहिँ उहाँलाई सर चोर भाइ यहाँ मुर्गा काट्दै मुर्गा काट्दै ओ टाउको काट्यो ओ भाइ साहब यहाँ देख्न सक्नुहुन्छ यो के हो गाइज यो यहाँ देख्न सक्नुहुन्छ ए यो मुर्गाको टाउको अनि यो चाहिँ मुर्गाको के हो तपाईँहरू कमेन्टमा है झोराइ छैन छोडिदियोस् हजुरको फिङ्गरप्रिन्ट छैन चल्यो अरे एउटाले चाहिँ फेरि जसले डगी पनि निकाल्यो पोज उसको बस्ने पोज बोइल गरेर के अब खाना बनाइसक्यो पुरा लोकल कुखुरालाई त बोइलर बनाइदिन्छ हो त्यस्तै लाग्यो रमेश सर लोकल कुखुरा फेरि बोइलर होला नि दिदी काँचो कुचो खाइरहन्छ होइन हामी त ल हामी चाहिँ लोकल कुखुराको मासु हान्दैछौँ यहाँ कैलालीमा कस्तो लाग्यो त हजुर म्याडम टेस्ट दामी छ ल ठिक छ बधाई छ यहाँ म्याक्स पनि हुनुहुन्छ म्याक्स क्या हेर्दैछ म्याक्सले पाकेछ बहिनी ठिक्क भएछ है है नुन पनि लागेछ हो नि ठिक छ खानु न ल ल खानु नानु ल एकछिन थियो त नानु दामी कस्तो हो यो यो घरमा चाहिँ आज लोकलै हो भन्दै आएको हो क्या खासमा म्याक्सले पनि बोलाउन आज मलाई भन्दा आफै म आफै जानुपर्छ भनेको यहाँ झोल तरकारी उम्लिँदैछ मासु भयो मेरो बुढाको छुट्टै छ फेरि यता रोटी गहुँको रोटी लोकल चामल लोकल कुखुरा बकेट मात्र हेर्नु नि बकेट हामी चाहिँ खाना लाग्यो है अब खाना खान्छु ल भात खान्छु ल भयो के भयो हजुर मलाई भएको छैन नि त
अब सोल्टीले दिन्छ आफ्नै लोकल स्टाइलमा। अब त्यति भात खाने ल हामी चाहिँ अब खाना खान लागेको छौँ कैलालीमा। म बढी छ त्यसै अरे त्यहाँ त्यत्रो छ भने क्या म यति खाँदैन त। ओ ल सबैजना हामी यहाँ बसेर अब सुरुवात गर्दैछौँ भने यस्तो यस्तो गर्नुहोस् त। रोटी हाल्नु लाग्दा पुग्दैन। हामी सबजना आज दिउँसो घुमेर एकदमै थकाइ लाग्यो अरे, बलसल घटेर, त्यही भएर लोकल तागत बढाउनको लागि ए सबैलाई थाल पुग्यो नि अनि यता पुगेन नि त। दराजको माथि नि होला। यहाँ मालिकलाई मालिकलाई थाल पुगेन नि त। नाइ त्यही हो थाल परेछ। म्याक्स सर स्पेसल आउँछ म्याक्स सरलाई अहिले। हड्डी करङ सबै मिक्समा छ होइन। स्कुटरमा सवारी भइसिन्छ हाम्रो म्याक्स पनि। नचलेस् फेरि भेट्ला। म्याक्स